विश्व राजनीतिमा एकदमै ठुलो बदलाव आइरहेको छ। पछिल्लो चरण मैले चाहिँ केही सेक्युरिटी सम्बन्धी, सैन्य सम्बन्धी, सुरक्षा सम्बन्धी चाहिँ पोस्टहरू पनि गरिराखेको छु। चीनले चाहिँ निर्माण गरिरहेका, उत्पादन गरिरहेका चाहिँ सैन्य उपकरणहरू, अत्याधुनिक उपकरणहरू जस्तो युएभी, अनम्यान एरियल भेहिकल भन्छ होइन, मानवरहित यानहरू लगायत अब भारत पाकिस्तानको चाहिँ पछिल्लो द्वन्द्व र अमेरिकाले चाहिँ पाकिस्तानलाई जुन ब्याकअप गरिरहेको छ, उसले पाकिस्तानले अमेरिकाबाट चाहिँ फाइटर जेटहरू F-16 भनेर भन्छ उसको चाहिँ एउटा फाइटर जेट, त्यो 2000तिर चाहिँ उसले आयात गर्थ्यो र अहिले चाहिँ त्यसलाई आवश्यक पर्ने पाट पूर्जाहरू फेरि ट्रम्प प्रशासनले दिने भनिरहेको छ। यसले भारत अमेरिकासँग झन् बढी चिडिएको छ। बिचमा 50% चाहिँ कर लगाएको थियो ट्रम्प प्रशासनले, त्यसले यसै पनि चिडिएर चाहिँ रसिया र चीनसँगको सम्बन्धलाई चाहिँ अलि सुधार गर्ने प्रक्रिया अगाडि बढाइरहेको थियो मोदी प्रशासन होइन। सङ्घाई कोअपरेसन अर्गनाइजेसनको मिटिङमा त मोदी आफै उपस्थित भएर अमेरिकालाई एउटा क्लियर मेसेज पनि दिइरहेका थिए। त्यस्तै भर्खरै इम्यानुएल म्याक्रोन फ्रान्सका राष्ट्रपति चीन भ्रमण सकेर फिर्ता पनि भएका छन् र अमेरिका चीन सम्बन्ध पनि सुधार छ। किन सुधार भइरहेको छ भने चीनले चाहिँ जुन एकदम रेयर अर्थ भनेर भन्छ होइन, त्यस्ता रेयर अर्थहरू उत्पादन गर्थ्यो। 90% उसले आफ्नो हैकम जमाउँछ त्यस्तो उत्पादनमा र त्यस्ता उत्पादनहरू होइन, दुर्लभ खनिज पदार्थ भनौँ न, रेयर अर्थ भनेको अमेरिका सप्लाई गर्छ। त्यसको चाहिँ प्रयोग फाइटर जेट, लडाकु विमानदेखि मोबाइल, स्मार्ट मोबाइलदेखि ल्यापटपदेखि इलेक्ट्रिक भेहिकलदेखि चाहिँ हरेक प्रकारका चाहिँ इलेक्ट्रिकल इक्विपमेन्टहरू, इलेक्ट्रोनिक्स इक्विपमेन्टहरूमा चाहिँ प्रयोग हुन्छ। त्यसको चाहिँ निर्यातमा, अमेरिका निर्यातमा प्रतिबन्ध लगाइदियो। त्यसपछि अमेरिकाले चाहिँ 145% चाहिँ जुन कर लगाएको थियो त्योबाट पछाडि हट्यो र चीनले पनि चाहिँ 125% कर लगाएको थियो, पछाडि हटेको छ र म्युचुअल अन्डरस्ट्यान्डिङ जस्तो देखिएको छ। भने चीनले चाहिँ एक्सपोर्ट गर्ने, अमेरिका र चीनको चाहिँ व्यापार युद्ध र प्राविधिक युद्ध सुरु भइसकेपछि चीनले अमेरिका निर्यात गर्ने वस्तुहरूको मात्रामा अत्याधिक कटौती भइसकेको छ, कमी भएको छ र चीनले चाहिँ यसलाई डाइभर्सिफाई गरेर दक्षिण पूर्वी एसिया, आसियन कन्ट्रीहरू, युरोप, ल्याटिन अमेरिकातिर चाहिँ एक्सपोर्ट गरिरहेको छ। र अहिले चीनको चाहिँ बचत सरप्लस, अब यसलाई नेपाली भाषामा बचत भन्दा सजिलो हुन्छ। अब यो एक्सपोर्ट र इम्पोर्टको बिचको जुन अन्तर छ होइन, एक्सपोर्ट भनेको चीनले चाहिँ निर्यात गर्ने, इम्पोर्ट भनेको आयात गर्ने। यो इम्पोर्ट र एक्सपोर्ट चाहिँ को जुन अन्तरलाई चाहिँ बचत सरप्लस भनिन्छ। त्यो सरप्लस 1 ट्रिलियन, द्वितीय विश्वयुद्ध पछाडि सबैभन्दा बढी चाहिँ बचत गरेको कुनै देश हो भने त्यो चीनले हो। 1 ट्रिलियन भनेको 1000 अर्ब अमेरिकन डलर बराबरको चाहिँ 11 महिनामा, अझ यो डिसेम्बरको चाहिँ रिपोर्ट त आइसकेको छैन। त्यसो हुँदा विश्व राजनीतिमा भयानक है बदलाव, सिफ्ट आइसकेको छ। सैन्य हिसाबले, प्राविधिक हिसाबले, अब जिडिपीकै कुरा गर्ने हो भने पनि अमेरिका पछि परिसकेको छ। पर्चेजिङ पावर प्यारिटी भन्छ चाहिँ, अब यो लोकल करेन्सीको आधारमा मापन गरिन्छ। त्यसमा 2015मै चीनले उसिनेर चीनको अहिलेको चाहिँ पिपिपी हेर्ने हो भने 30 ट्रिलियनभन्दा माथि छ है। यसो हुँदा नेपालले चाहिँ अपनाउनु पर्ने होइन, भूराजनीतिक हिसाबले, सुरक्षा हिसाबले, कूटनीतिक हिसाबले अपनाउनु पर्ने चाहिँ रणनीतिहरू, अख्तियार गर्नुपर्ने रणनीतिहरू के हुन्? देशमा जेनजी मुभमेन्ट भयो। जेनजी मुभमेन्टले चाहिँ एउटा अस्तव्यस्त सिर्जना गरेको छ, पोलिटिकल इन्स्टेबिलिटी चाहिँ क्रिएट गरेको छ। राष्ट्र बैङ्कको रिपोर्टहरू हेर्ने हो भने म्याक्रो इकोनोमिक इन्डिकेटरहरू, आर्थिक परिसूचाङ्कहरू, वृहत आर्थिक परिसूचाङ्कहरू एकदमै बलियो छ। फरेन रिजर्भदेखि लिएर इन्फ्लेसनदेखि लिएर होइन सब ठिकठाक छ नि। तर क्रेडिट एक्सपान्सनदेखि लिएर चाहिँ रियल इस्टेट होइन, जग्गाको विषय, सेयर मार्केटहरू चाहिँ ठप्पै जस्तो, रियल इकोनोमीमा चाहिँ ग्रोथ ठप्पै जस्तो देखिन्छ। के गर्दा हाम्रो इकोनोमी चाहिँ तङ्ग्रिन्छ होइन? हामी त 3 अर्ब जनसङ्ख्या, चीन र भारतको जनसङ्ख्या त अहिले 3 अर्ब वरिपरि छ। यत्रो 3 अर्ब जनसङ्ख्याको वरिपरि बस्दाखेरि पनि न टुरिज्म चाहिँ व्यवस्थित हुने, ठुलो चाहिँ एउटा सर्भिस इन्डस्ट्रीको रूपमा टुरिज्म आउँछ नि त, त्यो पनि छैन। रियल इकोनोमी पनि छैन। हामी म्याक्सिमम चिजहरू जनैदेखि लिएर चाहिँ अब गुन्द्रुकसम्म, हामी कोदोसम्म आयात गर्नुपर्ने, इम्पोर्ट गर्नुपर्ने अवस्थामा, यस्तो अवस्थामा हामीले के गर्न सक्छौँ? के गर्दा यो देशलाई चाहिँ व्यवस्थित गर्न सक्छौँ? अब हामीले सोच्नुपर्ने बेला भयो नि त, अझै बढी सोच्नुपर्ने बेला भयो कि। विदेश जाने साथीहरू त गइसके, युवाहरू विदेशिएका छन्। विदेशीय भनेर मात्रै भएन नि त, उनीहरूले पठाउने रेमिटेन्सको मात्रा हेर्नुहोस् त कति छ।
प्रत्येक महिना चाहिँ बढिरहेको अत्याधिक झन्डै कहिलेकाहीँ त 2 अर्ब है खर्बको वरिपरि चाहिँ रेमिट्यान्स पठाउने अवस्था छ। त्यसलाई चाहिँ सही ठाउँमा कसरी उपयोग गर्ने होइन, रेमिट्यान्स ट्र्याप, लिक्विडिटी ट्र्यापमा पर्ने खतरा छ, कसरी व्यवस्थित गर्ने सरकारले, सरोकारवालाहरूले, प्राइभेट सेक्टरले सोच्ने बेला आयो नि त। ल त अब 2026 सुरु हुन थाल्दैछ, 25 को अन्त्यमा छौँ, के गर्न सकिन्छ? ल आउनुहोस् अलि बृहङ्गम छलफल गरौँ है। धन्यवाद।